everyone. So this is week 3 of 75 Soft. And week 3 मा जानु भन्दा अगाडि चाहिँ let's quickly rewind week 2. Week 2 मा चाहिँ म everyday workout गर्न नि गए अनि म everyday journal पनि गरिरहेको थिए अनि घरमै खाइरहेको थिए प्लस क्यालोरी मेन्टेन गर्न पनि ट्राई गरिरहेको थिए अनि somehow गरि पनि रहेको थिए अनि week 2 चाहिँ ओभरअल एकदम राम्रो नै भयो भनौं अनि I am quite impressed. Week 1 भन्दा अलि बेटर भएको थियो week 2 चाहिँ अनि week 3 मा आउँदाखेरि चाहिँ week 3 को फर्स्ट I think first day कि the second day बाट नै I got my period अनि त्यसपछि त सबै कस्तो गाह्रो हुन थालिहाल्यो पिरियड मा यतिकै पनि झन् कस्तो गाह्रो हुन्थ्यो म चाहिँ फेरि पिरियड भए पनि जानुपर्छ जिम जानुपर्छ के गरी गएन भने फेरि 75 सफ्ट गर्ने भनेर अनि चिट गरेको जस्तो हुन्छ अनि ब्रेक हुन्छ भनेर चाहिँ कस्तो डर लागिरहेको थियो अनि त्यही भएर म जबरजस्ती आफूलाई ड्र्याग गरेर जिम जाँदै थिएँ हैन जे होस् फर्स्ट 2 डेज चाहिँ गए पनि फेरि तर अनि थर्ड डे मा आइपुग्दाखेरि त मेरो बडी त यस्तो भइसकेको थियो पिरियड क्र्याम्प एकतिर छ जबरजस्ती को वर्कआउट गरेर बडी सोर भएको अर्कोतिर हैन यस्तो गाह्रो भइसकेको थियो त्यही भएर डे 3 बाट चाहिँ आई टुक रेस्ट डे 3 बाट रेस्ट गरेको म आज पनि गइन जस्ट 2 डेज त मेरो ब्रेक नै भइहाल्यो तर म ब्रेक नलेको भए झन् म यस्तो एक्जस्टेडै हुने रहेछ तर ब्रेक लिए अनि आई टुक शावर हैन अनि अलि फ्रेश भए चाहिँ बल्ल आई एम फिलिङ माइसेल्फ अलिकति भए पनि अनि बल्ल मोटिभेसन आज म भिडियो बनाउँछु भनेर त्यही भएर अनेस्टली के हो त्यही भन्छु भनेर भिडियो बनाउन थालेको अनि सो मलाई चाहिँ क्विकली के भन्न मन थियो भने वर्कआउट गर्नु अनि डिसिप्लिनमा बस्नु आफूलाई स्ट्रिक्ट प्लानमा राख्नु त छँदै छ हैन तर रेस्ट गर्नु पनि यो पार्ट अफ 75 सफ्ट हो जस्तो लाग्यो मलाई चाहिँ अनि म पनि के सोच्थे भने अब 75 सफ्ट भनेपछि नो रेस्ट you have to be in strict rules भनेर सोच्थे तर त्यो हैन रहेछ रेस्ट गर्नु अनि आफ्नो बडीलाई सुन्नु पनि इज भेरी इम्पोर्टेन्ट अनि अहिले चाहिँ आई एम रेडी अनि फुल एनर्जीमा आई एम रेडी टु कन्टिन्यू माई विक 3 अफ 75 सफ्ट 2 to 3 डेज चाहिँ अलिकति रेस्टमै गयो तर नो वरिज वी विल कन्टिन्यू रेस्ट पनि पार्ट नै हो भनिसके त्यही भएर अब चाहिँ वेलकम टु विक 3 अफ 75 सफ्ट यो बदमासले त मलाई बोल्नै दिँदैन नि एक्लै त छोड्दैन सो आज चाहिँ म जिम गइन किनभने चिसो लागिरहेको थियो अनि सन्चो पनि थिएन अनि पिरियड पनि भइरहेको थियो त्यही भएर आज चाहिँ जिम गइन आज रेस्ट नै भयो त्यही भएर हामी अहिले चाहिँ वकमा जान लागेको उतै चोकसम्म तरकारीहरू अरु के मसलाहरू सके थियो त्यो पनि लिएर आउने अनि अलिकति वक जस्तो नै हुन्छ भनेर है लेट्स गो भन न लेट्स गो छोरी उलाई पनि तिरिङ भएर यस्तो गाह्रो भइराछ दुईटा क्युटी दाता छ है तिम्रो अब ममा र छोरी काक्का जाने है ममा र छोरी काक्का जाने है हुन्छ ममा र छोरी मसला बनाना के लिन जाने है छोरी चिसो लाग्छ कि क्या हो निन्द्रा लागेको कि क्या हो चिसो लागेको कि निन्द्रा लागेको अगाडि फर्किन मन लाग्यो होला And we are home. घर आइपुगेछ नि मजा आयो मेरो छोरी सुत्छ है थकाइ लागिसक्यो है हाई गरेको थियो है फर्स्टमा चाहिँ हामी पोर्क फ्राई बनाउँदै छौं हैन
पोर्क फ्राई अघि नै मैले म्यारिनेट गरिसकेँ अब चाहिँ यो चाहिँ शुद्ध तोरीको तेल है आफ्नै बारीको साँच्चैको पहिला त आफ्नै बारीको भन्दाखेरि हुन्न थियो है खाना बसाल्नै बाँकी छ त्यो बास्नाको खाना चाहिँ मेरो भागमा है बुढा बेबी प्याज यति पुग्छ तरकारीको लागि हो दुईटा भए पुग्छ तिनवटा पनि पर्दैन प्यानमा सबतिर लगाउनु पर्छ कि भन्दै त्यो पाक्छ नि त खानामा दामी भएछ भने वेल कुक्टै छ क्या नत मै भनिहाल्छु उठ्छ धेरै पलाउनु न काटेर खाने मन त टोक्नु सक्दैन यसलाई काट्ने क्या टोक्न सक्ने नै भएको छ क्या बेबी ल विल टर्न अफ दिस एन्ड ह्याबिट टु हेर्दै नहेर मजाले एक राउन्ड गिभ इट अ सर्ट मन पर्ने पनि भन होइन छिटो पाक्छ नि क्या म्यारिनेट भयो टेक्स्चर वाह किनेको जस्तै भएको छ नि त अब चाहिँ हामी तरकारी बनाउँदैछौँ अब यही पोर्क म्यारिनेटकै तर यसलाई स्लाइटली फ्लेभरफुल तरकारी बेबी अरू के काट्नुपर्छ अब सबै भइसक्यो भर्खर उठ्यो अनि आज बाबा के गर्दैछ खाराएछ है आमा कपाल त बाबा चिची पकाएको भन न म चाहिँ मेरो एभ्रीडे जर्नल गर्दै थिएँ अनि पछि मेरो जर्नलमा चाहिँ म द थिङ्स द्याट आई एम ग्रेटफुल फर भनेर चाहिँ फर्स्टमा लेख्छु अनि त्यहाँनिर चाहिँ 5वटा लिस्ट चाहिँ म एभ्रीडे लेखिरहेको हुन्छु के कुरामा चाहिँ आई एम भेरी ग्रेटफुल भनेर अनि त्यही लेख्दै गर्दा चाहिँ फिल भएको कि मदरहुडले चाहिँ मेरो लाइफ कति चेन्ज गरिसक्यो भनेर पहिला यतिकै हेर्ने हो भने कस्तो इजी थियो जस्तो लाग्छ लाइफ कस्तो सिम्पल कस्तो फ्लेक्सिबल थियो रुटिनहरू मलाई जे गर्न मन लाग्छ म मजाले गर्न पाउँथेँ
अनि म राति ढिलोसम्म सुत्छु राति ढिलो 1-2 बजीसम्म फोन चलाएर बसेर 2-3 बजीतिर सुत्छु भन्न नि पाउँथ्यो आफ्नो काम धेरै छ भने दिउँसोभरि लगाएर काम सकाउँछु भन्न नि पाउँथ्यो तर अहिले चाहिँ सानो सानो कुराहरू गर्नलाई पनि कति धेरै सोच्नुपर्छ कतै जाने प्लान भयो भने अरू केही गर्ने प्लान भयो भने पनि कति धेरै सोच्नुपर्छ जस्तै अब उसको फिडिङ टाइममा बिग्रिन्छ उसको न्याप टाइम बिग्रिन्छ फेरि दिउँसो उसको न्याप पुगेन भने राति उसलाई गाह्रो हुन्छ भन्ने त्यो सोच्नु पर्यो अनि फेरि उसको मुड के हुन्छ सबै सानो सानो डिसिजन लिनलाई पनि यति धेरै सोच्नुपर्छ यति धेरै टाइम लाग्छ अनि कहिलेकाहीँ चाहिँ आफ्नो ओल्ड भर्जन मिस हुने क्या जुन बेलामा लाइफ इजी थियो फ्लेक्सिबल थियो आफूलाई जे गर्न मन लाग्छ त्यो गर्न मिल्ने अन टप अफ द्याट सोसियल मिडियाले झन् यस्तो प्रेसराइज गराइदिन्छ क्या साथीहरूको लाइफ हेऱ्यो भने उनीहरू सब वर्ल्ड ट्राभल गरिरहेको हुन्छ कोही कहाँ छ सबैजना आफ्नो लाइफमा कस्तो बिजी भइरहेछ सबैजना नयाँ नयाँ कुराहरू एक्सप्लोर गरिरहेको हुन्छ आफू हेऱ्यो भने चाहिँ यहाँ बेबीको लुगाहरू पट्टाउने अनि एभ्री डे एउटै रुटिन हुन्छ एभ्री डे कोठा फोहोर हुन्छ त्यही सफा गर्ने एभ्री डे किचन फोहोर हुन्छ फेरि त्यही सफा गर्ने एभ्री डे रुटिनै त्यही मात्र एउटा मात्र रुटिन साइकल चलिरहेको जस्तो हुन्छ त्यो बेलामा चाहिँ एकदम धेरै प्रेसराइज चाहिँ फिल हुन्छ अनि कहिलेकाहीँ त के पनि लाग्छ भने म पछि परिरहेको छु होला सबैजना अगाडि बढिसके म यहीँ स्टिक भइरहेको छु म अगाडि बढ्न नि सकेको छैन केहीमा पनि न त करियर वाइज न पर्सनल ग्रोथ केही पनि देख्दिनँ नि त अब एउटै यहाँ स्टक भएको जस्तो लाग्छ तर त्यस्तो बेलामा चाहिँ मैले आफूलाई चाहिँ के रिमाइन्ड गर्छु भने मेरो लाइफ नै कम्प्लिटली चेन्ज भएको त होइन नि त जस्ट मेरो टाइमलाइन मात्र फरक भएको हो अनि छिटै मम भयो भन्दैमा मेरो ड्रिमहरू कम भएको छैन झन् कति धेरै गर्न मन छ अब झन् मेरो सानो नानी पनि छ भने उसले झन् कस्तो मोटिभेसन एड गर्छ उसको लागि भए पनि आई हेभ टु डु कति धेरै कुराहरू भनेर त्यतिखेर पनि त्यो चाहिँ म आफूलाई रिमाइन्ड गरिरहेको छु पहिला बरु म पछि गरौँला भन्ने मान्छेबाट अहिले एक्टिभली चेन्ज गरिरहेको छु एक्टिभली म कन्टेन्टहरू बनाइरहेको छु अल्दो भ्यूहरू नआए पनि आफूलाई मोटिभेटेड राखेर हप्ताको एकचोटि चाहिँ पोस्ट गर्न ट्राई गरिरहेको छु यो चाहिँ इन्टरनल कुरा जुन चाहिँ म मनमा नै आफूलाई भनिरहेको छु ताकि म डिमोटिभेटेड नहोस् भनेर अनि जस्ट वान्टेड टु सेयर यो कुराहरू यो थटहरू के गरी तपाईँहरू पनि रिलेट गर्नुहुन्छ भने प्लिज लेट मी नो कमेन्टमा
छोरी छोरी छ्यानेलाई निन्दी आयो छोरीलाई निन्दी आयो मिठो छ बिटरुट र बनाना प्यानकेक छ रे आज गुड जब मिठो लाग्यो अरू पनि बनाउँदैछु ल